हो नि अहिलेको भन्दा है एकचोटि ल म भिडियो बनाउनु यो त पछाडि काट्न बिर्सेछु होइन तपाईँ तपाईँले त सक्नुहुन्न होला गाइस हामी चाहिँ आज यतातिर छु आजदेखि हामी नयाँ युट्युब च्यानल खोल्दैछु राजु सुब्बा युट्युब च्यानलमा सर्च गरेर हेर्न सक्नुहुन्छ हामी 12 क्षेत्रमा छु यस्तै हो पारा राजु दाइ छ पछाडि हाम्रो बोस हो क्याप्टेन अनि के भन्ने छ त्यतै हाम्रो ब्लगमा सबैले लाइक शेयर सब्स्क्राइब गरिदिनु होला सबैजनाले लाइक हेरेर पुरै मनोरञ्जन लिनु होला यहाँ कनार पनि छ हेलो गाइस वेलकम टु रामरेखा परिवार पञ्चायतको निम्ति हजुरले चारो दिने क्रममा चामलको प्रयोग नगरिदिनु होला चामलको प्रयोग गर्दाखेरि परिवार स्वास्थ्यमा असर पर्ने हुँदाखेरि चामल दिनलाई रोक लगाइरहेको छ जब हामीहरू पूजा सुरु भइसक्यो हैन असुविधाप्रति क्षमा प्रार्थी छ मन्दिर गुठी व्यवस्थापन समितिबाट प्रधान यो हाम्रो क्याप्टेन दाइ मेजर बोस यो थाहा छैन यो धाममा हजुरहरूले भगवान विष्णुको दर्शन पाउनुहुन्छ भगवान विष्णुको तेस्रो अवतार ब्रह्मा भगवानले निवास गर्नुभएको स्थान हो यो बराहको धाम भगवानले हामी बरा क्षेत्र दर्शन गरेर फर्क्यौँ है साथी हो ए हाम्रो एउटा बाइक उता जाँदैछ बरा क्षेत्र दर्शन गऱ्यौँ हेलो गाइस हामी चाहिँ आइसकेको छ यहाँ बोराबाद हाम्रो ब्लग चाहिँ राजु सुब्बामा हेर्नु एकदम चकाचक झकाझक देखिन्छ बोराबाद आइसकेको स्थिति हो अब 12 क्षेत्र नै बोराबाद आइसकेको हो हामी यहाँ अब खाना खाने हो हामी यहाँ छ खनरी आयो डोम त देखाइनस् नि मुजी उता छ अब हम बजाइ छु खाना कैसके पानी पनि खान दिएको थिएन आज 1 बजे प्योर भक्त हो नि त गाइस फाइनली हामीले खनरियाको बिहे खाना पाइसकेको छ अब यहाँ भात आउनु बाँकी छ अनि यहाँ जन्तीमा आएको छु नेताको छोरा हो महा ठुलो नेताको छोरा यसपालि चुनावमा उठेछ घन्टी छापमा होइन काङ्ग्रेसको हो अरे कि तारा छापमा उठेछ